ल हाम्रो तिहार सक्यो घोषणा गर्दै ताली पड्काउँछु बस्न आयो एकदम दम जे भए पनि कोरियामा चार्जर लाउने सुविधा चाहिँ ल सबैजनालाई पुनः स्वागत छ मेरो फेरि पनि भिडियोमा। आज मेरो विशेष दिन अब भोलि भाइटिका त्यो भएर म यहाँबाट हिँड्दैछु। मेरो यात्रा चाहिँ वैदोबाट बुसानसम्म हुनेछ। त्यही हो गाइस। ल अब म यहाँबाट गाडी चढ्छु अनि ट्रेन चढ्छु ठ्याक्कै दिदीकोमा। अनि ल आज जाडो बढ्यो है कोरियामा। नाइट भ्यू त एकदम खतरनाक छ यार। ल अब म छिर्दैछु। यात्रा मेरो यहाँ जारी छ 4 बजे। ओ माई गॉड व्हाट अ नाइट भ्यू म्यान। ल आइयो केटिएक्स पनि अब बल्ल समयमा केटिएक्सको बाटो है। ल कोरियाको एकदम यहाँ केटिएक्सको बाटो पनि देखियो होइन त। छिटो पुग्यो क्यारमा। जे भए पनि कोरियामा चार्जर लाउने सुविधा चाहिँ जहाँ पनि दिएको भएको कारणले गर्दा चाहिँ मोबाइल हत्तपत्त अफ गर्न पाउँदैन। यहीमा चाहिँ पछि सोध्नुपर्ने हुन्छ। ल फाइनली म ल्यान्ड भएँ। दिदी लिन आएको छ अरे। बिना सिमको मान्छे लिन आएको छ नि लाउँदैन राखेन। अब म हिँड्दैछु। ल दाजुको चाहिँ ड्युटी भएर आउन पाउनु भएन। दिदी लिन आएको छ। ल आगन खोज्नु गइसक्यो। त्यो हो जस्तो लाग्यो मलाई। त्यो दिदी यहाँ जुम गर्नु पऱ्यो क्यामेराले। त्यही ल है कोरियामै आएर नेपालको जस्तो शैलीमा किन होला यस्तो। ल फाइनल्ली नेपालमा कोरिया आएर नेपाली शैलीमा कपडा लगाएर हिँडेर हुन्छ यसरी। ल जिन्दगी ल पुग्यौँ भोलि। अब भोक लाग्यो यार। ल हामी यहाँ कोरिया सहरमा घुम्दैछौँ बुसानमा। रातिमा कति 11:30 बजे अहिले 11:30 बजे हिँड्दाखेरि पनि 11:39 भएको छ अहिले। ल अब हामी भोलि तिहार छ। त्यो भएर तिहार मनाउनलाई मैले कामसाम हापेर यहाँ तिहार मनाउन आएको छु। सो अब गएर खानामा पेट पूजा गर्ने अनि सुत्ने। भोलि ह्याप्पी तिहार लगाइस। हाम्रो यहाँ महारानी भान्जीले यसरी चट्ट दुधो खाँदै हुनुहुन्छ। पोजिसन खतरा छ तपाईँको। के भन्नुहुन्छ तपाईँ? महारानी हो तपाईँ? महारानी हो। The next day. मर्निङ भाइब्स। बिहान पहिले एकदम दमदार तरिकामा छ। यहाँ मखमली सयपत्री, यहाँ बोकाको मासु, अचार। ल अब हाम्रो एकछिन भ्रमण चल्दैछ। के छ भान्जी हालखबर? के छ हालखबर? ल हामी चल्दैछौँ अब यहाँ एकदम मर्निङ वाकमा भान्जीको साथमा। कति जुत्ता नि मात्रै। भाइ भान्जी भाइ। हामी यहाँ भ्रमणमा छौँ। यात्रा हाम्रो जारी छ। घुमाइमा चल्दैछौँ हामी। सम्पूर्णमा नमस्कार टोक्राउँदै हाम्रो तिहार सुरुवाती चरणमा छ। तपाईँ देख्न सक्नुहुन्छ माला पनि देखाइदिए हाम्रो यहाँ। हाम्रो दिदी बिन्ता दिदी जापानमा हुने हाम्रो काले भाइ अमृतलाई प्लस हाम्रो मनिष रावतलाई पनि हामीले यस भिडियो मार्फत उहाँहरूलाई सम्बोधन गरेर अनिललाई जो जसले अब हाम्रो भदैहरूलाई टिका भेटिएको धेरै शुभकामना छ व्यक्त गर्दै हामी यो प्रदेशमा कोरियामा हामी यहाँ चाहिँ यो कोरियामा चाहिँ हामी दोस्रो पटक
जस कोरिया छिरेबाट मैले टिका चाहिँ छोडेको छैन होइन होइन टिका चाहिँ हामी परदेशमा भए पनि लगाउन चाहिँ पाइरहेका छौँ। त्यही जस कुरामा भगवान्प्रति हामी दर्शन टक्राएर गर्व छ एकदम धन्यवाद दिँदै अब हामी टिकाको सायद पनि नेपालमा कति भयो कोरिया अनुसार टाइम हाम्रो भए पनि तर पनि हामीले अब लगाउँछौँ जतिखेर जुन टाइम भए पनि माला चाहिँ यस्तो छ। अनि यहाँ यो टिकाहरू सुख चाहिँ त शान्ति तथा समृद्धिको तपाईँहरूलाई हामी कामना गर्दै रमा राखी फुटे न भन्ने गाना अब यहाँ बजाउँछौँ हामी ल सुरु गर्छौँ हामी ल टिका यस्तै हो भिडियो सानो दिनु नहोला अब त भिडियो चाल्यो नि आवाज भिनाउँछौँ यार सुनिन्छ अलिक सानो कुरा हो ल पढौ चाली आन हात 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 छोड ओ हो ल महाराज महाराज हो कि अरे त्यसलाई के भन्छ बलिराज हो कि हो हजुर बलिराज हो के भन्छ ल बलिराजा रक्षा गर्नुहोस् भन्ने अब के भन्छ ल क्यामेराम्यानलाई कति गाह्रो छ गाई ल अब यहाँ हल्का ल हाम्रो अब क्लियर सुरु हुँदैछ दुःख कष्ट भएर गाना बजाउँछ हराम भएर जाओस्। यसलाई त बाहिर राखिदिन्छु साइडमा राखेर आउँछ पछिमा तिमी नलाउ कि अब चाहिँ तिमी नलाउ कि लाउ सानो गरौँ न। सुनिहाल्छ पातलो मान्छे फेरि मोटो देख्दैन ल हाम्रो तिहार यसरी नै बित्दैछ गाइस यस्तै हो दुनियाँ भिडियो फुल होला टाइम बेस्ट लगाउँ क्या पछि एडिट गर्छु यो के हो बन्द हुनु लाग्यो जान्यो भयो किन टिका लगाउँदैछु चाली पहिला सुनिन्छ कि त्यहाँ बन्द दियो नत्र सबभन्दा राम्रो अनि तिहारमा मखमली लाउनु पर्छ त ल ढोकरमा अहिले कि लास्टमा गरौँ हुन्छ लास्टमा गरे पनि लगाइन्छ है न दुईवटा घरबेटी सुतेछन् मौकाको फाइदा हामीले उठाएर नत्र अहिले चिया र म्यामी हुन्थ्यो होला ए औँसी बारो गाई तिहार कस्तो पातलो रहेछ नि अब हाम्रो यो प्रदेशमा पैसाको भ्यालु चाहिँ छैन तर पनि एउटा संस्कृति रीतिरिवाज अनुसारको भएर पैसा दिनु खोजेको त्यहाँ भएर म पैसा लिन चाहन्न पैसाको यो हाम्रो चाडपर्व पैसा होइन ठुलो कुरा होइन सबभन्दा यो एउटा रीतिरिवाज हाम्रो होइन के लगाएको होइन मैले माइतीलाई टिका लाउनु पाएँ त्यो ठुलो कुरो हो ठुलो कुरा हो त्यसरी भन्नु पर्यो नि त होइन हामीलाई पनि अब पैसाको महत्त्व त अब थाहा छ तर यो पैसा दिएर म पैसा यो सबैभन्दा टिका लाउन पाउनु नै ठुलो कुरो हो यो पैसा सैसाको हामीलाई कुनै मतलब छैन होइन एउटा दक्षिणा स्वरूप भनेर यसरी दिएर मैले फेरि लिनुपर्ने लिनुपर्ने अलिअलि खै ढोगौँ सधैँ सधैँ यो टिका हामीले ग्रहण गर्न पाऊँ भनेर हामीलाई यही एउटा जिन्दगीभरि टिका लाउन पाऊँ साथ सपोर्ट सधैँ साथ सपोर्ट हौसला प्रदान गरिराख्नुहोस् मलाई सधैँ मेरो कान्छो भाइलाई एकदम आशीर्वाद दिइरहेको छु मैले चाहिँ सधैँभरि यस्तै राम्रो अगाडि बढ्दै जानु सधैँभरि मेरो माइतीलाई भनिदिनु कि ल यो पनि लगाइदिनु ल तिमीलाई यो लाउनु पर्ने क्या ल हजारी फुल पक्राउँदै स्वाट ल सक्कली हो ओरिजिनल त्यो घोषणा गर्दै ताली पड्काउँ छिटो ताली पड्काउँ मैले के खुवाउनु पर्दैन सुट गर्छौँ अनि आज अपलोड आज हानिदिने हो प्लिज ल भ्याइ होइन त केही 2-4 शब्द अब बोलौँ अनि राखौँ ल एकछिन गर्छौँ मखमली चोली आमा प्योर देखिन्छ त यार
राजा दुई शब्द के बोल्नु पर्यो हाम्रो एक वर्ष बसेर नमस्कार भन्नु उहाँले म चाहिँ ट्रान्सलेटर अरू के आउँछ अरू खेल्छन् आयो ठिक छ पनि पोगिरहेको भन्नुभएको छ उहाँले अब ट्रान्सलेटरलाई अलिक गाह्रो छ नि त अरू भन्न आउँदैन नि खान्छ अनि त धन्यवाद पनि भन्न जानुभएको छ भयो उहाँले कोरियन भाषामा चाहिँ सक्यो नेपाली भाषामा चाहिँ तिहारको धेरै धेरै शुभकामना सबैजनालाई सुख शान्ति तथा समृद्धिको कामना समृद्धि एकदम है राम्रो सफलताको अब सबैलाई दाजुभाइ दिदीबहिनीहरूलाई एकदम शुभकामना छ गरेर चाहिँ एकदम म विशाललाई धन्यवाद मेरो प्योर भाइ चाहिँ यो भएको छ एकदमै भाग्यमानी दिदी ठान्दछु मनका वेदना पोख्नलाई त अझै धेरै नै थियो तर के गर्नु अब यसमा पोख्यो भने चाहिँ अलिकति गाह्रो हुन्छ तर हजुरहरू जहाँ हुनुहुन्छ जे गर्दै हुन्छ अनि दिदी बहिनीले कुनै ठुलो आश राख्दैन होइन ठुलो कुरा चाहिँ हामी चेलीबेटी आउँदाखेरि मन चाहिँ एकदम खुल्ला रूपमा हँसिलो मुहार पार्नु पर्यो हामी आउँदाखेरि चाहिँ अनि दाजुभाइले चाहिँ आउँदाखेरि अलिकति खुसी व्यक्त गरोस् भित्री मन चाहिँ नदुखाओस् होइन अनि कहिलेकाहीँ मात्रै हो हामी आउने भनेको नत्र भने बाँकी बस्नलाई जिन्दगी कटाउन त आफ्नो घर छँदैछ नि बच्चेलाई पनि अब त तिहार त अब अहिले टिका लगाउन पाइने त धेरै जस्तो टिका लगाउन पाउँदैन होइन अनि त्यही भएर अब हामी त्यो ठाउँमा भएनौँ हामी चाहिँ अब यता भयौँ बुढेसकालमा हामी फेरि सबै अब दिदी भाइ दाइको नाता सधैँ प्रगाढ होस् कसैले कसैको मन दुखाउन नपरोस् कसैको कारणले गर्दा पनि म बहकाइमा नआउन् दाजुभाइ दिदी बहिनीहरू सबै भाइहरू है अनि चाहिँ अहिले एकछिनको लागि कसैको मन नदुखाउनु अनि अब यही भन्न चाहन्छु हजुरहरू आफैले जसले राम्रो नराम्रो काम गर्नुभएको छ सबैले बुझ्नु होला है यो कुरा चाहिँ आफ्नो मनमा थाहा भइहाल्छ यो भएकै कुरा हो त्यही भएर हामीले कर्म स्वरूप फल पिन्छ त्यो ढिलो चाँडो हो अनि यो त अब दाजुभाइ दिदीबहिनीहरूको चाड हो तिहार हो एकदम ल धन्यवाद यति भन्दै मेरो 2-4 शब्द यही व्यक्त गर्दै अब हामी चाहिँ 1-2टा फोटो र भिडियो चाहिँ खिच्न जाँदैछौँ भाइ भाइ ओके सर ल सरले आफ्नो आमा बुवालाई एकदम धेरै धेरै धन्यवाद दिनुहोस् सर्वप्रथम हामी जन्म लिएको ठाउँ होइन हाम्रो आमा बुवालाई पनि हामीले कहिले पनि दुःख निराश राख्नु हुँदैन अनि प्लस अब हाम्रो दिदीभाइको नातालाई हामीले मरुन्जेलसम्म चाहिँ सुमधुर बनाएर लानुपर्छ भन्ने चाहिँ हाम्रो अहिले चाहिँ धारणा हो पछि पनि यस्तै रहिरहोस् भनेर हामी कामना गर्छौँ अनि पछि चाहिँ चेन्ज नहुनु होइन जस्तो हुनुहुन्छ त्यस्तो अवस्थामा खुसी हुनुहोस् यहाँ छन् अब अवश्य दसैँमा हामी भेट त भयौँ टिका लगायौँ उता भाइको रुमतिर टिका लगायौँ अनि त्यसपछि अब यहाँ तिहारमा लगाउनु चाहिँ भाइ मेरो भएको ठाउँमा आएको छ खुसी लाग्यो यहाँ आएर टिका लगाउन पाउँदा पनि नेपालको एकदम रीतिरिवाज हामीले मानेर झलको निभाएर एकदम हामीले यहाँ मजाले तिहारको टिका लगाउन बेबी सुतिराख्नु भएको छ अनि बेबीको ड्याडी पनि सुतिराख्नु भएको छ अब हामी दुईटा मात्र जान्छौँ चाहिँ 2जना मात्रै गएर दिदीभाइ गएर फोटो छोटो अब अलिकति एउटा 2टा फोटो खिच्ने त्यही काम गर्छौँ बाई बाई इमरातलाई चराउनको लागि यहाँ पधार्नु भएको छ ल आफै हेर्नुपर्ने मैले पनि आफूले भोटेको ठाउँमा लहर लानु फेरि यतातिर कुनातिर यो बत्ती निभाएर राख्नुपर्छ है नत्र ल हामी यहाँ नेपाली संस्कृति अनुसार चल्दैछौँ फेरि माऱ्यो भोटेले त्यो यहाँ मिष्टान्न यहाँ खसीको मासु भन्दैछ सेफ भन्नुहुन्छ भने ओ सेफले के गर्नुभयो यहाँ सेफले अचार बनाउनु अचार चाहिँ एकदम मासु भन्दा मिठो लाग्यो यति भन्दै भ्लग सकियो भ्लगलाई फेरि सकाउँछौँ अब यस्तै हो ल गाइस बाई बाई ल यहाँबाट केटिएक्स चाहिँ ओ त्यहाँबाट हिँड्दो रहेछ केटिएक्स चाहिँ यहाँबाट सर लारमा जाने बाटो ल हो मङ्ग बास्नु आयो कति युन गर्छु भन्दा यहाँ